fermented mustard नमस्कार leafy green. सबैजनालाई वेलकम ब्याक टु माई च्यानल। आज भने चाहिँ तपाईँहरूलाई म मेरो यहाँ देख्नुहुँदैछ ग्रिनेरी भन्दा पनि ग्रिनेरी हेर्नु भन्दा पनि यहाँ त आलु तन्त घोडा जत्रो जत्रोसम्म आइपुगेछ नि यहाँ। यो पालिको आलु हेर्नुहोस् है कत्रो छ जतिभरि घोडा जतिसम्म हल्ला यो आलु यस्तो छ। अब यो सागहरू यस्तो छ, सागहरू चिपिँदै गयो है। यहाँनिर कोपी ब्रोकौलीहरू फल्दैछ, यो ब्रोकौली रहेछ है। यहाँ डुकु पनि खाएर पनि डुकु फलेर पनि टिपिसकेको है। अन्त चाहिँ यहाँ चाहिँ अब चाहिँ यो यत्रो साग चाहिँ अब यो वर्ष खाइसक्दैन हामी। अब समरमा सब्जीको अभाव हुन्छ, पानी परेर केही हुँदैन हो। अन्त सबै टिपेर चाहिँ यसरी खल्टामा हालेर राखेको। यो चाहिँ अर्को पालि चाहिँ अब समरमा चाहिँ निकालेर खानु चाहिँ यो चाहिँ यतिकै राखेर यतिकै हुन्छ। समरमा निकालेर खायो भने चाहिँ ठिक हुन्छ भन्दा पनि है। यो चाहिँ अब एउटा आधुनिक तरिका गुन्द्रुक। अब गुन्द्रुकलाई इङ्ग्लिसबाट के भन्छ याद भएन हो। आधुनिक तरिका गुन्द्रुक लाउने। अब यो अर्ग्यानिक सब्जी अर्ग्यानिक झोल सब्जी सबै हो। अब यसको बनिन्छ राई सागको बनिन्छ, जेको पनि बनिन्छ। यसरी खल्टामा हालेर चाहिँ यसलाई चाहिँ अब पानी सानी केही पस्नु दिनु भएन, हावासावा छिर्नु दिनु भएन। त्यहाँदेखि चाहिँ यसरी छेउछेउमा ठ्याङ हो। यी के घिनलाग्दो कम्बोटले टेकेर बनाउनु हुँदैछ भनेर भन्नुहुन्छ भने चाहिँ यो कम्बोट चाहिँ खालि यो गुन्द्रुक खाद्नको लागि मात्रै इस्तेमाल हुन्छ। यो गोल्डन बुट है, खालि यो अरू जग्गा यसलाई चाहिँ अब यो पालि लगायो, यसलाई थन्को लगाइरहेको छ प्लास्टिकमा चट्टुक फटुलेर है। थन्को लगाइरहेको थियो, त्यहाँदेखि फेरि अर्को पालि निकाल्यो, त्यहाँदेखि यसले नै खाद्यो। अन्त यस्तो हावा चाहिँ केही पस्नु भएन। यो हावा पस्यो भने चाहिँ अमिलो हुँदैन। अब यसमा अमिलो बनाउनुको लागि चाहिँ उयो पनि हाल्नु, लप्सी पनि पर्दैन। तातो पाराले हुन्छ। यसको पसिना निक्लेर चाहिँ यो चाहिँ कुहिनु पऱ्यो नि। पसिना निक्लेर कुहिएर चाहिँ त्यसलाई निकाल्दा चाहिँ टक अमिलो हुन्छ हो। अन्त यो चाहिँ आधुनिक तरिका गुन्द्रुक बनाउने। मैले अस्ति भनेको थिएँ नि छेत्री भवनको गहना चाहिँ यही हो। लप्सी हाल्यो भने धुँदा जाइ जान्छ, कुहिन्छ, अमिलो जाइ जान्छ धुँदाखेरि। नाले लगाएको छ भने अमिलो धुँदा नि पखाल्दा नि जाँदैन। तर यहाँ चाहिँ अब यो भन्नै पर्ने कुरा हुन्छ, सामदुङको एकखेप गुन्द्रुक खाए हेर्नुहोस् तपाईँहरू जिन्दगीभर सामदुङै आउनुहुन्छ गुन्द्रुकको लागि है। ल त गाइस, अब यस्तै छ जिन्दगी। बाई बाई।